हजुर नमस्ते। नर्सिङ पढ्ने? ए हुन्छ नि, भइहाल्छ नि। इङ्ग्लिस छैन? ए हुन्छ, कन्डिसनल निकालेर काम गर्न सकिन्छ है। हुन्छ, हस्, थ्याङ्क यू। हजुर नमस्ते। हजुर ए भिजा सकिन लाग्यो? ए हुन्छ, एकचोटि अफिसमा आउनु न है, बसेर काउन्सिलिङ गरेर गरौँला है। हुन्छ, हस्, थ्याङ्क यू। भन्नु न, सन्चै छ हजुरलाई? ए टिआरमा जाने कन्फ्युजमा छु। ओहो, यो विषय त तपाईँ हामी आएर सल्लाह गर्नुपर्छ है। आउनुहोस्, सल्लाह गरेर अनि तपाईँ सल्लाह गरौँ है। हुन्छ, हस्, थ्याङ्क यू। हो, हामी व्यस्त छौँ, तर हामीभन्दा तपाईँ विद्यार्थी साथीहरू व्यस्त हुनुहुन्छ। किनकि तपाईँहरूले पढेको गर्नुभएको छ, अनि समय अनि पैसा लगानी गर्नुभएको छ। अब तपाईँलाई बारम्बार पढेर समय पैसा खर्च गर्ने छुट छैन। यो बेला तपाईँले आफ्नो भविष्य र गन्तव्यमा पुर्याउने खालको शिक्षामा लगानी गर्नुपर्छ। एउटा गुणस्तरको शिक्षाले तपाईँलाई के गर्छ भने लक्ष्यमा पुर्याउँछ, तपाईँलाई सफल बनाउन सहयोग गर्छ। हो, यति बेला मैले नर्सिङको विषयमा कुराकानी गर्न जाँदैछु। विद्यार्थी साथीहरू, नर्सिङ आफैमा सुनौलो पेसा, उच्च आयदर अनि माइग्रेसन पाथवेलाई पनि साथ दिने भएको हुँदा तपाईँ सबैको चाहनाको विषय छ। अनि तपाईँहरूलाई एउटा के छ भने मसँग इङ्ग्लिस पनि छैन, मसँग फाइनेन्स पनि छैन भनेर तपाईँ हिचकिचाउनु भएको छ। त्यो पनि हामीलाई थाहा छ। अब नआत्तिनुहोस्, जहाँ इच्छा त्यहाँ उपाय। त्यसैले तपाईको उद्देश्य, तपाईको चाहना र भविष्यको अगाडिपट्टि यी दुईटा चिज केही पनि होइनन्। आउनुहोस्, सहकार्य गरौँ। तपाईलाई हामी नर्स बनाएरै छाड्छौँ। फ्लिन्डर्स युनिभर्सिटी साउथ अस्ट्रेलियाको डाइरेक्ट अथोराइज एजेन्ट भएको नाताले हामी तपाईलाई नजिकबाट सहकार्य गरेर फर्स्ट एन्ड इन्फर्मेसन दिएर तपाईको एभ्री स्टेपमा चाहिँ हामी साथ दिन्छौँ र तपाईलाई नर्स हामी बनाएरै छाड्छौँ। आउनुहोस्, हातेमालो गरौँ। तपाईलाई इङ्ग्लिस नभए पनि, फाइनेन्स नभए पनि हामी कन्डिसनल अफर लेटर निकालेर तपाईँको एभ्री जर्नीलाई सहज तरिकाले काम गर्नेछौँ। त्यसैले आफ्नो इच्छा छ भने, आफ्नो नर्स बन्ने चाहना छ भने डोन्ट गिभ अप है, हामी तपाईँलाई साथ दिन्छौँ। त्यसैले कनेक्ट अस्ट्रेलियन एजुकेसन एन्ड माइग्रेसन एडेडलाई सम्झनुहोस्। तपाईँको नर्स बन्ने चाहना अवश्य पुरा हुन्छ। थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्। टिकटक, व्हाट्सएप, सोसल मिडिया जहाँबाट भए पनि सम्पर्क गर्नुहोस् र आजै तपाईँको नर्स बन्ने चाहनालाई अगाडि बढाउनुहोस्। धन्यवाद।